नमस्कार साथीहरू, सम्बन्धको डोरी एउटा कथा सुनेको थियो। त्यसको आधारमा तयार पारेको यो कविता सुन्नुहोला। म पस्काउँदैछु। कविता लामो छ। सम्बन्ध बिछोड अगाडि श्रीमानको घर लाग्थ्यो त्यो एक जेल। आज आफ्नै घर लाग्छ नरक, बित्यो यी वर्ष फेल। खै किन लेख्दैछु यो कहानी, गल्ती नदोहोरियोस् पनि, रिसको आवेगले नफुटोस् परिवार होस् चेतना दिदीबहिनी। 20 वर्षमै बिहे भो, रोजाइ थियो मेरो, शान्त श्रीमान कामकाजी स्वभाव अलिक जिद्दी के हो। 5 वर्ष टिक्दा सम्बन्ध, छोरा 3 वर्षको साथ। सुरुमा सबै राम्रो थियो तर म भावुक रिसालु साथ। सानोतिनो कुरामा झोला बोकी माइत जाने, आफ्नो गल्ती लुकाई सारा दोष उसैलाई लाउने। माइतीको सहयोग र साथ मलाई लाग्यो बल, सोच्थे म मेरो के दोष, सबै गल्ती उसैको फल। एक दिन कुरै कुरामा बोलियो त्यो असहाय बोली, रिसमा उब्जियो झापट, जीवन नै गयो बदली। रिसाएर आए माइती, गल्ती लुकाई व्यथा पोखे, राक्षससँग नबस्नु भने मुद्दा हाल्नलाई झोसे। अदालत प्रहरी आग्रह, मनमा आयो संशय, के ऊ साँच्चै नराम्रो थियो। भयो मनभित्र भए, उसले माग्यो माफी, मुद्दा भो फिर्ता फेरि। सम्बन्ध जोडियो तर विश्वासमा आयो घेरी। फेरि झगडा माइती आगमन, बिरामीको समाचार। नाटक बनियो माइतीमा, आयो सम्बन्ध विच्छेदको अधिकार। पत्र देखेपछि मुटु जल्यो, आगो लाग्यो छाती। कसिङ्गार उडायो हावाले भन्दै माइतीले दिए साथी। खर्च अंश लियो अदालतबाट, छोरा भो मेरो साथ। आर्थिक सुरक्षा त मिल्यो तर स्वतन्त्रको के हो यो हात। ऊ गयो अगाडि, बिहे गर्यो अर्कीसँग, खुसी सुनिन्छ। मेरो जीवन जहाँको त्यही एक्लोपनले घेरिन्छ। एउटा गल्ती अलिकति जिद्दी, रिसको सानो झिल्को, पुरा परिवार सकियो, मनमा छ पश्चातापको चिल्को। उसले हान्यो झापट तर मैले दिए सहनै नसक्ने दुःख। अहङ्कार र सपोर्टको घमण्डले खोस्यो जीवनको सुख। आज बुझे परिवार जोडिनु भनेको माफी दिनु रहेछ। आफू अनुकूल त बन्नु, मायामा कमी हुन नदिनु रहेछ। स्वतन्त्रता होइन रहेछ, यो त एक्लो कारागार जेल। खुसी परिवार देख्दा लाग्छ आफ्नै कोठा एक फेलको खेल। दिदी बहिनी हो झगडा गर्नु तर सम्बन्ध विच्छेद नभन्नु। अलिक नरम बन्नु, श्रीमानलाई छुट दिनु, जीवन सज्जन। माइतीले पनि बिहे गरेकी छोरीलाई चाडबाडमा मात्र बोलाउनु। बुहारीलाई जस्तो व्यवहार छ, छोरीमा पनि पालना होस् भनी सोच्नु। सम्बन्धको डोरी नाजुक हुन्छ, रिसको धारले नकाटौँ। प्रेम त्याग र सद्भावले घरलाई सधैँ हामीले साटौँ। सहनशीलता, समझदारी र माफी नै हो परिवारको आधार। नारीको शक्ति जोडमा छ, नहोस् जीवन बेकार। नारीको शक्ति जोडमा छ, नहोस् जीवन बेकार। मिङ तामाङ नुवाकोट, हाल युके लन्डनमा।